हेलो गाइस, तपाईहरुलाई फेरि पनि मेरो भ्लगमा है स्वागत छ। र आजको भ्लग र आजको डे चाहिँ के स्पेशल हो भन्नेको चाहिँ आज हाम्रो नमस्ते जयगाउँ जुन फाउन्डेसन छ, तपाईहरुले त्यसको भिडियोहरु देखिराख्नु भएको छ। त्यो चाहिँ सेकेन्ड काम हुँदैछ हाम्रो अहिले। फर्स्ट काम चाहिँ हामीले जुन गरेको थियो त्यो चाहिँ फुलपातीमा एज अ भलन्टियरको रूपमा त्यो काम गरेको थियो। र अहिले जुन काम हामी गर्दैछौँ त्यो चाहिँ के भन्दिनको चाहिँ भोलि 5 नोभेम्बर, भोलि 5 नोभेम्बरमा चाहिँ के हो भन्दिनको चाहिँ गुरु नानकको बर्थडे है, भोलि स्पेशल डे हो। सो हामी भोलि चाहिँ हामीले सोचेको काम चाहे ठुलो होस् चाहे सानो होस् गरेको राम्रो जस्तो लाग्यो। र भोलि चाहिँ हामीले एक्चुअलमा चाहिँ एनिमल फिडिङको काम चाहिँ गर्ने, डग फिडिङको काम चाहिँ गर्ने भनेर सोचेको। त्यसको लागि चाहिँ यहाँ तर्खर छ। रातिको बजिसकेको छ 8 र अहिले पनि हामी यहाँ के छौँ भनेदेखि भोलि बिहानको प्रिपरेसनको लागि चाहिँ केटाहरू सबैजना यहाँ जम्मा भइसकेको छ। र हामी कहाँ छौँ भनेदेखि चाहिँ अहिले तपाईँहरू यो सेतो सेतो जुन देख्नु हुँदैछ नि, यो चाहिँ एक्चुअल कहाँ हो भनेदेखि चाहिँ हाम्रो यो छोटा मिची बस्ती हो। र यहाँ चाहिँ हाम्रो दाजु है, हाम्रो पङ्कज दाजुको चाहिँ यहाँ फिङ फ्याक्ट्री छ। सो हामी त्यहीँ छौँ अहिले, केटाहरू गेट टुगेदर गरिरहेछ। देखिको चाहिँ यहाँ चाहिँ मेरो साथी प्रवीण है, एज अ प्रेसिडेन्ट नमस्ते जयगाउँको है। र हाम्रो चाहिँ अहिले के भइरहेछ यहाँ भन्दाखेरि चाहिँ अब जस्तो तपाईँहरूलाई मैले भनिदिएँ, भोलि गुरु नानक जीको चाहिँ अब होइन बर्थडे हो 5 नोभेम्बर। सो हामीले यहाँ चाहिँ अब अलिकति एनिमल फिडिङको लागि चाहिँ हामीले अलिकति प्रोग्राम गरेको छौँ र हामी सबैजना यहाँ छौँ। र यो बारेमा चाहिँ के छ कसो छ चाहिँ हाम्रो प्रेसिडेन्ट साहब मेरो साथी प्रवीणले 2 शब्द बोल्दैछ, त्यो सुनिदिनुहोस् होला। जस्तो कि गुरु नानक जी साहेबको जन्मदिन हाम्रो यो फाउन्डेसनले चाहिँ के गर्नेछ भोलिको दिनमा भन्दाखेरि चाहिँ गुरु नानक साहेबजीको नै आदेश र उसको मार्गमा हिँड्ने एउटा सही उसको मार्ग जस्तो भयो, सबैलाई मिलाएर हिँड्ने, गाउँ समाजलाई मिलाएर हिँड्ने, सबैको भला गर्ने, सबैको राम्रो गर्ने। र त्यही कुराले गर्दाखेरि हाम्रो यो फाउन्डेसनले पनि एउटा सोचेको छ हामी उसको मार्गमा हिँड्ने भनेर। हुनु त अब भोलिको कार्यक्रम तपाईँहरूले देख्नुहुन्छ है। हुनु त अब त्यति साह्रो ठुलो पनि होइन हाम्रो त, भर्खरै अब बिल्डअप हुँदैछ। अब सेकेन्ड काम हो हाम्रो, त्यही भएर चाहिँ हामीले अब विशेष केही कुरो गर्नु सकेनौँ है। हामीले चाहिँ अब भोलि चाहिँ अब एनिमल फिडिङ चाहिँ गर्दैछौँ है साथी। अब त्यहाँदेखिको चाहिँ हाम्रो काम स्टार्ट गर्दैछौँ है। कसो दक्ष ज्यू है, निशान दा, हाम्रो रुम्बा दा पनि यही छ। र भोलिको प्लानको बारेमा अलिकति केही भनिदिनु नि दा। नमस्ते हाम्रो सबै दर्शकहरूलाई। र भोलि चाहिँ हाम्रो गुरु नानकको बर्थडे हो र त्यही उपलक्ष्यमा चाहिँ हामीले अब भोलि चाहिँ हाम्रो एउटा प्रोग्राम गरेको छ, जुन चाहिँ हामीले कुकुरहरूलाई जुन चाहिँ एनिमल फिडिङ गर्ने हाम्रो एउटा टार्गेट छ। र त्यही हुँदैछ, यहाँ पाक्दैछ, तयारी हुँदैछ भोलिको लागि। हाम्रोबाट सानो एउटा है, सानो काम सानो काम। हाम्रो साथी यहाँ टिङ्स केही कुरा भन्छौ आजको विषयमा? टाइम कति भइसकेको छ, के भइरहेछ? मेरो तर्फबाट नमस्ते। अन्त के भन्छ, भोलिको लागि हाम्रो रेडी हुँदैछ प्रोग्रामहरू, त्यो डग फिडिङको लागि। अन्त यो हाम्रो सेकेन्ड प्रोग्राम हो होइन, सेकेन्ड प्रोग्राम। अन्त त्यही हाम्रो कोसिस छ अब एनिमल्सहरूलाई अलिक रेस्क्यु गर्नु या फिडिङ गराउनु लागि। यहाँबाट डेभिड भाइलाई डेभिड केही कुछ अब जुन चाहिँ भोलिको हाम्रो जुन चाहिँ अब होइन त्यो सबै केटाहरूको प्लानिङमा जुन चाहिँ हुँदैछ त्यो सक्सेस भएको होस् होइन। यो यतिकै रोकिने होइन, अझै यो पछाडि अझै हाम्रो ठुल्ठुलो प्लानिङहरू छ जयगाउँको लागि, त्यसमा सबैजनाले हेरेर सपोर्ट गर्नुहोस् हामीलाई होइन। त्यसरी नै हामीहरू सानो छ, अहिले बढ्दैछ भर्खरै। त्यसो भए अब कहाँ जानु, भान्साघरपट्टि? भान्साघरमा हामी फाइनली आइपुगेका छौँ भान्साघरमा है। भान्साघरमा चाहिँ के बनिँदैछ भनेदेखिको चाहिँ यहाँ चाहिँ अहिले चावल है, त्यसमा मासु लागिसकेको हो, यहाँ पनि रेडी हुनुहुन्छ। यहाँ हाम्रो याकुब दा हुनुहुन्छ मेन, यहाँ ड्राइभर चाहिँ मेन यहाँको है। अनि यहाँ हाम्रो दा पनि छ है, एकदम दुईजनाको प्रस्तुतिमा चाहिँ एकदम दामी नै हुँदैछ। र भोलि चाहिँ हामी सबैजना काममा हुन्छ भनेर चाहिँ अहिले नै बेकारी सबै कुरो गरेको। प्रोग्राम चाहिँ एक्चुअल फिडिङ चाहिँ भोलि बिहानै गर्ने हामी, अहिले बनाएर सबै राखेर चाहिँ है। बिहान सबैजना अब एकपल्ट टाइममा आउनु सक्दैन, बिहान 5 बजीदेखिको चाहिँ हाम्रो जुन छ यो कुरो चाहिँ गर्ने भनेर सोच्दैछ। गरौँ भने तिमीले गर खोइ यहाँ छ खदा किनिराख्नु 2टा जस्तै को भाइ। अन्त भोलि जसलाई फर्स्ट दिने त्यसलाई झन् कि भन्नु भनेको त भर्खर भन्दैछ यार। केटाहरूको है रमझम सबैजना ड्युटीबाट आएको हो केटाहरू है, तर आएको हो नि जमघट भएको हो नि है। यसो देख्दा चाहिँ खुसी लाग्छ। फाइनली गाइस सबै सकेर चाहिँ अहिले टाइम भयो 9:30 चाहिँ हामी सबैजना केटाहरू चाहिँ अब लागेको है। र भोलि बिहान 5 बजी सबैजना आउने प्लान भयो, 5 या 6 बजीतिर। र भोलि बिहानको प्रोग्राम के हुन्छ कसो हुन्छ त्यो चाहिँ अब भोलि बिहानै देखाउँला र भोलि बिहानै भेटौँला है।
सो गाइस आजको लागि चाहिँ यति नै हो आज डेट 4 नोभेम्बर 2025 सो गाइस गुड नाइट ह्याभ अ सुगर ड्रिम